मान्छेहरू कसैलाई केही शङ्का गर्दैनौँ। अब मसुरीको बोरीमा यसरी हेर्दाखेरि मान्छेले आगो लाउँदा पनि झ्याट्ट मसुरीको बोरी आगो लाग्दैन, तर अटोमेटिक तरिकाले आगो लागेछ। त्यसपछि यहाँ लागेछ। अब यहाँ लागिसकेपछि एकछिनपछि यो सामनेको नजलेर यहाँ आछ, एक्कासी अनौठो किसिमले यहाँ आछ, बिचमा यहाँ केही पनि भएको छैन। अनि त्यसपछि आज बिहान गएर अलग्गै यो कोठाबाट अलग्गै उहाँ भएको छ। अब यहाँ बिजुली पनि कुनै केही सर्ट भएको छैन, बिजुली कुनै छैन, यो घरमा कुनै बारुदहरू त्यस्तो केही छैन, शङ्का लाग्ने केही पनि छैन, कोही बाहिर मान्छेको पनि केही शङ्का छैन भनेपछि यो अनौठो कुरो भएको। अब हामीलाई शङ्का लाग्छ केही देवी देवताको शङ्का लाग्छ, अरू त्यस्तो केही शङ्का लाग्दैन, अरू कुनै त्यस्तो शङ्का लाग्दैन। भूत प्रेत अथवा देवी देवता त्यस्तो केही लाग्छ। अब यो अटोमेटिक किसिमको छ आगो, यो अरू कुनै शङ्का लाग्दैन। बाल्टीमा चामल भरेको छ, त्यो बाल्टीभित्र चामल बाहिर कसरी आगो लाग्यो होला त्यो बाल्टी? त्यही त अटोमेटिक कुरो छ, भित्र चामल केही पनि भएको छैन अनि बाहिर फेरि बोलेको छ, लगा पनि लाग्दैन, यो दाना भरेको त्यो लाग्दैन, तर यो बाहिरबाट लागेको छ, भित्र लागेको छैन। यो अनि कस्तो अनौठो कुरो किसिमको यो त। अब यहाँनिर यो लाइलनको छ, यो लागेको छैन, यता लागेको छ, यो बिचमा छोडेर यहाँ लागेको छ, यो कोठा छोडेर फेरि अहिले पनि उहाँ पल्लो कोठामा लागेको छ। आज बिहान तपाईँले देख्नुभयो? आज बिहानको कुरो हो। बिहानको कुरा हिजो त थाहा भएन, कसैले लगायो, कोही थिएन त्यतिखेर झ्यापै कोही आयो कि भन्ने लगायो भन्ने हुन्थ्यो। आज सबै समाजले देख्नुभयो। हजुर, एकपटकको भए शङ्का मान्न सकिन्थ्यो, कसैले केही गर्यो भने सकिन्थ्यो, तर मान्छेले भए फेरि यहाँ लागिसकेपछि मान्छेले भए यहाँ पनि लगाउनु पर्ने, यो लगाएको छैन, यो सल्केको छैन, त्यहाँ नलाएर एक्कासी यहाँ आछ, त्यसमा शङ्का गर्ने ठाउँ छैन। त्यसपछि अरू मान्छेलाई केही बिजुली सुजुलीसम्म मान्छेले सब यो लाग्नु पर्ने, तार सर्ट भयो भन्ने पनि शङ्का हुन्छ नि त, त्यो पनि छैन। त्यसपछि आएर हजुरको एक्कासी त्यहाँ छोडेर एक्कासी चाहिँ यहाँ आएको छ। हेर्नुहोस्, यहाँ आएपछि त उसले जसले कोही शत्रु अथवा विरोधी मान्छे कसैले के गर्यो त यो मान्छेलाई यहाँ सल्काउनु पर्ने, मान्छेलाई लाउनु पर्ने, मान्छेलाई के गर्नु पर्ने, यहाँ केही नगरेर यहाँ अनौठो यहाँ किसिमले गरेको छ। त्यो गर्दाखेरि त देवी देवतासँग मान्छेको शङ्का लाग्दैन। यहाँ लाग्यो हजुर, यसो यहाँबाट लाग्छ यसरी। हजुर, अब यस्तो यस्तो घटना त अस्ति मधुवनमा पनि भयो, कोलपुरमा पनि भयो, अरू त्यस्तो के भन्न सकिन्न। पहिलो पटक यस्तो काम कहिले मान्छेले लगायो होइन, के होइन, आफै छैन, कताबाट आउँछ। हिजो 4 बजेतिर लाग्यो गरे, आज फेरि बिहान 5 बजे, रातभरि भएन। सुन्नु भएको थियो वा तपाईँले यस्तो कुराहरू? कतै पहिला कोलपुरमा आगो लाग्यो, मधुवनतिर आगो लाग्यो भन्ने हल्ला सुनिन्थ्यो, पण्डितको घरमा आगो लाग्यो, यहाँ त केही भ्याउ थिएन। हिजो त्यस्तो भयो, तपाईँले सबै देख्नुभयो। के होला बुवा, यो भूत प्रेत हो कि देवी शक्ति हो कि देउताहरू केही राम्रोसँग नमानेर हो कि? के लाग्छ? के हो खोइ देउता बिग्रिएर हो कि उता पनि देउतै बिग्रिया हो कि खोइ त्यस्तै रोल आउँछ कि? बिहान 5 बजे आगो लाग्यो। हजुर, बिहान 5 बजे हिजो लागिसक्यो, 2 तिर लागिसक्यो, पत्रकार परेर सब आएर खिचेर सब लगिसक्नु भयो। त्यसपछि बिहान 5 बजे यहाँ लाग्दाखेरि बुहारीले ढुवा खोल्दाखेरि अनि ठुलमम्मी यहाँ हुन त आगो बल्या भन्दाखेरि लिभाइसकेपछि हामी सबै आयौँ, देउरा जेठा धेरैजना आयौँ। आएर 10-15 जना थियौँ, बस्यौँ, ल आधी घन्टा बस्यौँ हामी। बसेर आधी घन्टा बसेर अब जाम घरतिर काम गरौँ, अनि तिम्रो यो ढोका लगाऊ भने म बत्ती लिभाएर ढोका सर लगाइदिएँ। अनि हामी सबै घर गयौँ। अनि बुहारी टोइलेट गइरहेछिन्, अनि छोरी धारामा, अनि नानलाई पल्लो खाटमा सुताएको त बिहान लगाएको त्यतापट्टि यता